हाम्रो आनामले चाहिँ यहाँ हाम्रो गिताङ स्कुलको टर्निङमा चाहिँ बिचारा हेर्नु त मैलाहरू टिपेर यहाँ बिचारा कोले यति साह्रो मैला गरिदिनु भएछ। आज चाहिँ बिचारा हाम्रो दिदीले चाहिँ यहाँ यति साह्रो सफा गर्नुहुँदैछ कि कति साह्रो पर्यो आनाम भाइ। यहाँ हेर्नु साह्रो चाहिँ होइन कि म यहाँ मैला टिप्ने प्लानमा आएको होइन, म अस्तिदेखि विचार मात्रै गर्दैछु। अन्त पहिला त डेली टिप्ने गर्थेँ, जलाउने पनि गर्थेँ होइन विन्टरहरूमा भ्याकेसनमा। यसपालि चाहिँ म त्यो अस्तिदेखि नै कतिजनालाई मैले भनि पनि सकेँ ड्राइभरहरूलाई यहाँ नफ्याँकिदिनुहोस् न, किनभने चाहिँ अब यसरी घरको छेउमा फ्याँकिदिएपछि मान्छेले के सोच्छ, हामीले मैला बनायो जस्तो हुन्छ नि त होइन। अनि देख्दा पनि राम्रो देख्दैन। मेरो हात पन्जा पनि छैन, किनकि म यो टिप्ने प्लानमा आएको पनि होइन हो। म चाहिँ हिँड्दै देखेर चाहिँ म होइन यो एउटा अलर्टमेन्टको भिडियो बनाउँछु सबैजनालाई सतर्कको लागि भनेर चाहिँ मैले यो टिपेको होइन। यति धेरै छ यहाँ, अझै बटुल्यो भने कति धेरै छ है। यो भिडियो थ्रुबाट चाहिँ म हाम्रो गिताङ है जतिजना पनि हाम्रो पब्लिक हुनुहुन्छ अनि ड्राइभरहरू पनि हुनुहुन्छ है, इभन दो म आफै पनि होइन, मेरो भाइ बहिनी यहाँ मेरै भिनाको गाडी छ, तपाईँको गाडी छ हो, यहाँ सबैजनाको गाडी छ। म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले डस्टबिन बनाउनुहोस् न, गाडीभित्रै डस्टबिन बनाउनुहोस्। अनि गाडीभित्र डस्टबिन बनाएपछि चाहिँ हामी जतिजना प्यासेन्जरहरू चढ्छ हामीले पनि जान्नुपर्छ है, हामी पनि एउटा रेस्पोन्सिबिलिटी निभाउनुपर्छ। पैसा तिर्यो भनेर हामीले लापरवाही गर्नु हुँदैन। प्लिज तपाईँहरू प्यासेन्जरहरूले पनि त्यो डस्टबिनमा हालिदिनुहोस्। अनि के होइन भने तपाईँले आफ्नो ब्यागतिर हालेर घर लगिदिनुहोस् होला। अनि यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ आज एकपल्ट मात्रै होइन धेरैपल्ट भइसक्यो है। अनि तपाईँहरूले यहाँ विदाउट पर्मिसन हाम्रो घरमा जाने पाइपको पानीहरू है तपाईँहरूले चलाउनुहुन्छ। अनि नभनिकन तपाईँहरूले यो म एउटा यो पनि भनिहाल्नु पऱ्यो, यो पाइप चाहिँ हाम्रो पर्सनल पाइप हो, घरमा जाने पाइप हो। तर तपाईँहरूले के गर्नु हुँदैछ भन्दाखेरि म देख्दैछु तर मैले के भनेको छुइनँ, तर भए पनि म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु विदाउट पर्मिसन तपाईँले यो पाइप खोलेर चाहिँ यहाँतिर हेर्नुहोस् न गाडी धुनुहुन्छ, त्यसैमा पनि रोड यस्तो छ है, त्यसैमा पनि हाम्रो रोड ठिक छैन, त्यसैमा पनि रोड भत्किरहेको छ। अनि तपाईँले यहीँ धुनुहुन्छ हो, धुइकन चाहिँ साबुन त पठाउनुहुन्छ, मैलाहरू पनि यहीँ फ्याँकिदिनुहुन्छ बाटोमै हो। अनि अब स्याम्पूहरूको यहाँ कति छ है, स्याम्पूको यो त तपाईँहरूको सबै यहाँ फ्याँकेको हुन्छ है। तपाईँहरूले एउटा बहिनीले यो भिडियो बनायो भनेर मन नदुखाउनुहोस् होला, यो चाहिँ तपाईँहरू हामी सबैजनाको लागि हो। गाउँलाई सफा राखौँ भन्ने मेरो एउटा तपाईँलाई सुझाव हो है। म एक्लैले हुँदैन, तपाईँहरूको सबैको कन्सेप्ट मिल्नुपर्छ। इभन भाइलाई म रिक्वेस्ट गर्छु, भाइको पनि गाडी यहाँ छ पढ छ हो, भाइलाई पनि मेरो भिडियो बनाइदिनु हुँदैछ है भाइले हो। म रिक्वेस्ट गर्छु भाइको प्यासेन्जरहरूलाई पनि तपाईँले अलिकति अलर्ट गराइदिनुहोस् होला, यसरी नफ्याँकिदियोस् भनेर। अब हाम्रै घर नजिक छ, हामीलाई नै नराम्रो सोच्छ नि त मान्छेले। थ्याङ्क यू। हेलो गुड मर्निङ टु एभ्री वान। तपाईँहरूले अगाडि नै हल्का कास्टिङ तपाईँले हेरिसक्नु भएको छ भिडियो। म भने चाहिँ आज सन्डेको दिन है एकदमै सनी डे भएको कारणले म टर्निङमा जाँदैछु। अनि म जाँदै मैले के गरेको छु तपाईँले हेर्नु सक्नुहुन्छ। अनि यो भिडियो देखावाको लागि गरेको भनेर तपाईँहरूको माइन्डमा नलिनुहोस् होला, किनकि यो एउटा हामी पब्लिक अलर्ट हुनुपर्छ। यस्तो त मैले कति गरिसकेँ, तर मैले आज चाहिँ भने चाहिँ मैले भिडियो बनाएको छु, तपाईँहरू मन नदुखाउनुहोस् होला। अनि यो भिडियोलाई तपाईँले सक्दो है हरेक एकजना पब्लिककोमा पुगोस्, सेयर गरिदिनुहोस् होला। अनि यो भिडियो चाहिँ हाम्रो गिताङको लागि मात्रै नसोच्नुहोस् है, तपाईँहरू जसकोमा यो भिडियो आउँछ तपाईँले यो सोच्नुहोस् कि हामी चाहिँ अलर्ट हुनुपर्दो रहेछ। एउटा हामी ज्ञानी, हामी एउटा मान्छे भएर ज्ञानी पब्लिक भएर चाहिँ हामीले पब्लिक प्लेसलाई चाहिँ सफा राख्नुपर्दो रहेछ भन्ने कुरा चाहिँ हामी सबैजनाले सिकौँ न है। आज मैले हाम्रो गिताङको लागि भिडियो बनायो, तर यो भोलिको दिनमा तपाईँहरूको ठाउँमा पनि यो यसरी फ्याँकिदिनु सक्छ है। कतिजनाको चाहिँ के रहेछ भन्दाखेरि तपाईँलाई थाहा छैन होला, मैले त्यो भिडियो पनि गरेको छैन। हाम्रो गिताङलाई म भन्दैछु, हाम्रो उतापट्टिको टर्निङमा नि कत्रो चाहिँ प्लास्टिकहरूको अब बोराहरूमा हालेर पोकामा हालेर नराम्रो भित्रको मैलाहरू घिनाइलाग्दो कुराहरू पनि तपाईँहरूले भिडमा धेरैपल्ट फ्याँकिदिनु भएको छ। त्यो पनि मैले टिपेको छु है धेरैपल्ट, तर मैले भिडियो बनाएको छुइनँ। यो भिडियो तर्फबाट म फेरि पनि तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु, प्लिज 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 तपाईँहरूले इजी टेक नगरिदिनुहोस् ल, किनभने हाम्रो सोसाइटी हामीले डेभलप गरेन भने चाहिँ अरू कसैले गर्नु सक्दैन। त्यही भएर चाहिँ तपाईँहरूले यो कुरालाई चाहिँ अलिकति पोजिटिभ लिइकन चाहिँ तपाईँहरू हामी सबैजनाले एकता हृदय गरेर चाहिँ अगाडि बढौँ भन्ने मेरो सोच छ। सो भिडियोलाई तपाईँले हेर्नुहोस् होला। यो भिडियो चाहिँ तपाईँले इन्जोयको लागि मात्रै होइन, यो भिडियो चाहिँ तपाईँले चाहिँ आफ्नो लागि सोचेर, आफ्नो गाउँको लागि सोचेर, आफ्नो ठाउँको लागि सोचेर चाहिँ तपाईँले हेर्नुहोस् है त। अनि यो यसरी फ्याँकिदिनु भयो भने चाहिँ अब अरू नानीहरूले पनि त्यही सिक्छ नि त। अब भन्नै पर्दाखेरि तपाईँहरूको नि स्कुलको
एरिया पनि यहीँ छ। यो बाटो त्यहीँ गीताङ स्कुल पनि जान्छ। अनि हाम्रो केटाकेटीले फेरि यसरी फ्याँक्नु पर्दो रहेछ भनेर सिक्छ नि त। त्यही भएर चाहिँ प्लिज 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 म रिक्वेस्ट गर्छु, जति पनि तपाईँहरू यहाँ हिँड्नुहुन्छ, जति पनि तपाईँहरू यहाँ है गाडीहरू धुनुहुन्छ। अनि अर्को कुरा चाहिँ यो पाइप, यहाँको पाइप चाहिँ नि हाम्रो घरको पर्सनल पानी हो है यो पाइप चाहिँ। अनि यो चाहिँ कसैको लागि पनि विदाउट पर्मिसन तपाईँहरूले यहाँ फुकाल्दै गाडी नधोइदिनुहोस् होला, किनभने हामी पर काम गरिराखेको हुन्छु है। तपाईँहरू खुसी अलिकति पनि नसोधिकन यहाँ खोलेर पनि गाडी धोइराखेको हुन्छ। अनि यो पाइप पनि तपाईँहरूले हामी घरको पर्सनल पाइप हो है यो। अनि यो ठाउँमा गाडीहरू नधोइदिनुहोस् होला, किनभने गाडी धुँदा के हुन्छ भन्दाखेरि त्यसैमा त रोड यस्तो भइराखेको छ है। झन्नै गाडी धुँदाको हालत चाहिँ कस्तो हुन्छ हेर्नुहोस्। हेर्नुहोस् अझै त कति छ चाहिँ यस्तो टिप्नु त। त्यही भएर चाहिँ प्लिज तपाईँहरूले बुझिदिनुहोस् न, किनभने हामी एकजनाको एक हातले ताली बज्दैन है। हामी सबैजना मिलेर गर्नुपर्छ। अनि यहाँ बिरुवापातहरू छ, बरु बिचारा कतिजनाले यसरी फुलहरू लिएर रोपिदिनु भएको छ, कति राम्रो कुरा है। तर अब सबैजनाको मन मिल्यो भने चाहिँ हाम्रो गाउँ राम्रो हुन्छ नि त। अब मलाई डर लाग्दैछ, कहाँ भर्दैछ नि, कति निकाल्दा पनि अस्ति पुरा निकालेको है। अस्ति पनि यस्तो छ, यसरी फ्याँकिदिनुहुन्छ हो, हाम्रै पल्युसन हुन्छ। यो जब ब्लकहरू हुन्छ नि त्यहाँबाट के हुन्छ थाहा छ तपाईँलाई, पहिरोहरू जाने चान्सेस हुन्छ है। त्यसैमा पनि कच्चा ठाउँ छ। अनि हामी सबैको सोचेर एकता भएर सोच लिएर मक्की पनि सकेछ हो, काम गरौँ भन्ने चाहिँ मेरो विचार हो। सो तपाईँहरूले नगरिदिनुहोस् है। अबदेखि उता चाहिँ यस्तो चाहिँ म पुरा अब तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरूले आफ्नो आफ्नो गाडीमा डस्टबिन राख्नुहोस् कि, अनि घरतिर लिएर या डम्पिङ एरिया कहीँतिर तपाईँहरूले खनाइदिनुहोस् न ल। प्यासेन्जरहरूले पनि एकदमै बुझ्नुपर्छ है। तपाईँहरूले पनि गाडीमा तपाईँले देख्नु सक्नुहुँदैछ, यहाँ दाजुको गाडी छ, भेनाको गाडी छ, छेउमा मेरो स्कुटी पनि छ, पर गाडी पनि छ, अर्को भाइको गाडी पनि छ। हाम्रो गाडीले मात्रै फेक्छ भनेको होइन है मैले, किनभने मैले देखिराखेको छु है। मैले भनेको चाहिँ छुइनँ। तपाईँहरूले के गर्नुहुन्छ थाहा छ, त्यहाँ पाइप छ, तान्नुहुन्छ, डाइरेक्ट तानेर लिएर गाडी धुनुहुन्छ, त्यहीँ टकटकाइ दिनुहुन्छ, त्यहीँ फ्याँकिदिइराख्नुहुन्छ। यस्तो नगरिदिनुहोस् होला। अनि अर्को कुरा चाहिँ रनिङको पाइप चाहिँ तपाईँलाई गाडी धुनुको लागि पनि हामीले राखेको होइन, त्यो चाहिँ हाम्रो पानीमा यस्तो गरिदिनुहुन्छ मलाई हो। अनि तपाईँहरूको हामी प्रब्लम बुझ्छु, ड्राइभरहरूलाई साह्रो छ नि त होइन, कोही बेला भमिटहरू गरिदिन्छ, त्यस्तोहरू पखाल्नुहोस्, केही छैन तपाईँले पखाल्नुहोस्। तर फुल गाडी पनि यो टर्निङमा नधोइदिनुहोस् होला। अनि एउटा मेरो तपाईँलाई हम्बल रिक्वेस्ट, किनकि हाम्रो त्यसैमा पनि त्यो टर्निङ छैन, म मात्रै कुद्दिनँ है, हामी सबै पब्लिक कुद्छ। अनि यो चाहिँ मैले बार बार भन्दैछु, यहाँ गीताङको गाडी मात्रै कुद्दैन, अरू ठाउँको गाडी पनि कुद्छ है। तपाईँहरू अलर्ट भइदिनुहोस् होला है। यो घरिघरि यसरी भिडियो बनाइ भने तपाईँलाई रिक्वेस्ट गर्नु अब मिल्दैन है। कोही बेला हामी पनि रिज देखाइ पठाउँछौँ होला, कोही बेला हामी पनि के तपाईँलाई के भनी पठाउँछु होला है, तपाईँहरूको मन दुख्छ होला। त्यही भएर त्यो टाइम चाहिँ अब त्यो भन्ने है त्यो दिनहरू चाहिँ नआओस् भनेर म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु। प्लिज तपाईँहरू सबैजना मिलेर राम्रोसँगले यो बुझिदिनुहोस् है त। हाम्रै सक्सहरू होइन, यहाँ जुत्ताहरू पनि फ्याँकेको छ, यो सायद हाम्रै भाइहरू होला। यस्तो नगर्नु तिमीहरूले पनि बुझेर जानेर, किनकि हामीले सिकाउनुपर्छ अरूलाई। हामीबाट चाहिँ भाइ बहिनी आउने नानीहरूले सिक्नुपर्छ होइन। हामी नै ठिक छैन भने हामीले अरूलाई भन्नु मिल्दैन। अनि सबैजना भाइ बहिनीले पनि याद गरिदिनुहोस् होला। अनि कतिजनाले चाहिँ यहाँ के हुन्छ भन्दाखेरि बलुवाहरू आउँछ, ठिकाहरू बोक्छ है, त्यति बेला पनि तपाईँहरूले चाहिँ प्लिज तपाईँहरूले अहिले चाहिँ सबसे बेसी चाहिँ स्टिङ खान्छ सबैजनाले। स्टिङै जस्तो लाग्यो, प्रिडेटर के हो यो, हजुर त्यो खान्छ जस्तो लाग्यो है। तपाईँहरूले प्लास्टिक यति धेरै यहीँतिर फ्याँकिदिनु भएको छ, तपाईँहरूले पनि नफ्याँक्नुहोस् होला। यो चाहिँ प्रायः जस्तो चाहिँ हाम्रो भाइ बहिनीलाई नै, गाउँकोलाई म रिक्वेस्ट, युथहरूलाई रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरूले पनि याद गर्नुपर्छ। यो होइन कि यो प्लास्टिक टिप्ने चाहिँ छोरी मान्छेको मात्रै हो, छोरीले मात्रै बटुल्नुपर्छ होइन है, तपाईँहरूको कन्सेप्टमा पनि हुनुपर्छ, किनकि तपाईँहरू पनि यही सोसाइटीमा बस्छ। अनि तपाईँहरूले पनि यो प्लास्टिकहरू फ्याँक्नु हुँदैन भन्ने कुरा चाहिँ भाइहरूले पनि सिक्नुपर्छ है। यो बहिनीहरूको मात्रै जिम्मेवारी होइन, यो सबै पब्लिक हो। सो थ्याङ्क यू सो मच एभ्री। मलाई विश्वास छ तपाईँले यो कुरामा मलाई सपोर्ट दिनुहुन्छ अनि तपाईँहरू मन दुखाउनु हुँदैन भनेर। थ्याङ्क यू एभ्री।